यो हामी 10औं डाँफेका नकाट फुटबल खेल प्रतियोगिताको आज हामी अन्तिम तयारीको अन्तिम चरणमा छौँ। हामी चाहिँ भोलि चैत्र 9 गते 4 बजेबाट हामीले खेलकुद आयोजना गर्दै जम्मा गरेका छौँ। यो खेल समयमा मलाई लाग्छ बाँकेको पुरानो क्लबले एउटा ऐतिहासिक रूपमा सञ्चालन गर्दै आइरहेको खेल हो र सुन्दै छ। अब यो हामीले 10औं संस्करण राखेर यही मैदानको यो मजुरा गाउँपालिका वार्ड नम्बर 4 को मिनी रङशाला भन्ने खेलकुदमा हामीले 8औं नेसनल इभेन्ट्स पनि हामीले संस्करण सञ्चालन गरेको दुईवटा खेल। त्यसकारण परिचित मैदान भएको र यो खेलकुदको क्षेत्रमा निकै लोकप्रिय स्थान मानेको हुँदा पनि हामी यो खेललाई भव्य र सभ्य ढङ्गले जहाँसम्म हामी दर्शकलाई खुसी बनाउनेछौँ र खेल अनुशासित ढङ्गले हामीले खेललाई सञ्चालन गर्नेछौँ भन्ने खालको प्रतिबद्धता गर्न चाहन्छौँ। र खेल एकदमै अन्तिम चरणमा छ खेलकुद सञ्चालनको निम्ति र यसका निम्ति सहयोग गर्ने सम्पूर्ण साथी, क्लबका अध्यक्ष, पदाधिकारी लगायत यहाँका आम नागरिक, जनसमुदाय र हामीलाई आर्थिक, नैतिक, भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण साथीहरूप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। र यो खेलको विषयमा भन्दाखेरि अब बाँके जिल्लाकै सबैभन्दा उत्कृष्ट खेल खेलिने स्थान हो यो वार्ड 4 को मिनी रङशाला। यसमा हामीले विगतमा पनि 9औं संस्करणको डाँफे कप प्रतियोगिता गर्दाखेरि पनि भव्य र सभ्य भएको थियो र 10औं पनि भव्य र सभ्य ढङ्गले सम्पन्न गर्नेछौँ भन्ने खालको हामी आशा अपेक्षा राखौँ र सबैले यहाँको साथ सहयोग गर्न चाहन्छौँ। यो 10औं संस्करणको अब प्रथम पुरस्कार 1,55,555 रुपियाँ प्रथम हुने मान्छे 1,55,555 रुपियाँ प्रथम हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित र द्वितीय हुने टिमले 80,555 रुपियाँ मेडल, ट्रफी र प्रमाणपत्र पाउनुहुन्छ। र हामीले खेलको 2-3वटा विधामा चाहिँ हामीले पुरस्कार राखेका छौँ। बेस्ट किपरलाई हामी 5,500, बेस्ट किपरलाई 5,500, त्यस पछाडि बेस्ट प्लेयरलाई हामीले 7,500 कति 7,500 र बेस्ट स्कोररलाई 5,500 गरी हामी चाहिँ 3वटा विधामा र अनि प्रत्येक गेमको इभेन्ट्समा हामी खेलाडीको मर्म भावनालाई बुझेर उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने ढङ्गले उसको खेललाई सम्मान होस् भन्ने हामीले म्यान अफ द म्याचको पनि पुरस्कार स्थापना गरेछौँ। 1,100 रुपियाँ नगद सहित प्रमाणपत्रले ट्रफी र प्रमाणपत्रले सम्मान गरिन्छ। टिम अहिलेसम्म अब 16वटा टिमले सहभागिता छ। अब एउटा टिमको सम्भावना छ। अब हामी टाइसिट बनाइसकेपछि त्यो टिम हामी राख्छौँ, हामी राख्दैनौँ। 16वटा टिम फिक्स भइसकेको छ हामीका र हामी खेललाई नकआउट सिस्टमले खेलाउँछौँ। र आर्थिकको विषयमा अब हामी सबैतिरबाट यस्तै अब साथीभाइहरू, कल कारखाना, उद्योग धन्दा र खजुरा गाउँपालिका वार्ड नम्बर 4ले पनि हामीले पार्टिसिपेट गरेछ। 1 लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ र खजुरा गाउँपालिकाको कार्यालयले पनि आर्थिकमा केही सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। र सबैबाट अब तपाईँहरू जस्तै सबै पत्रकार साथीहरू, अन्य उद्योग धन्दामा जोडिएका साथीहरू, यहाँका लोकल व्यक्तित्वहरू, सबै खेल प्रेमी साथीभाइहरूले सबैबाट थोरै गरेर सहयोग भएको छ। हामी लगभग 8 लाख बेसीको हामीले आर्थिक सङ्कलन गर्नुपर्ने देखिन्छ खेलमा र हामीसँग 6 लाख रुपियाँ सङ्कलन भइसकेको छ। लाग्छ हामी चाहिँ प्रथम डाँफे कप सञ्चालन गराइयो र हामीले दोस्रो चरणमा पनि यही 9औं पनि पुरस्कार राखेको थियौँ, 10औं पनि यही राखेको छौँ। अब अर्को वर्ष सम्भवतः हामी वर्ल्ड कपतिर प्रस्थान गर्ने भन्ने हामी सोच बनाएका छौँ। अब हजुरले भन्छ खेलको विषयमा त अब खेलको स्तरको विषयमा अब के छ, यो अब खेलकुद पनि व्यवसायीकरण भएको कारणले खेलाडीहरू यहाँको स्तरले मात्रै खेल्न सक्दैन। हामीले म्याचिङ गरेर यहाँका खेलाडीहरू प्लस अलिकति स्किल भएको खेलाडीहरूसँग दुईवटालाई म्याच गरेर खेलाउँदाखेरि खेलको स्तर पनि बढ्ने र दर्शकको पनि चाहना त्यही भएको कारणले हामीले म्याचिङ गेम खेलाउँछौँ। मतलब ओपन गेम हुन्छ, जसले पनि सहभागिता जनाउन चाहन्छ। जस्तै कुनै बेला डाँफे स्पोर्ट्स क्लब भनेको राष्ट्रिय खेलाडी उत्पादन गर्ने क्लबको रूपमा पनि विकास हुन्थ्यो। यही डाँफे स्पोर्ट्स क्लबले तयार गरेका थुप्रै मान्छेहरू राष्ट्रिय खेलकुद प्रतियोगिताको राष्ट्रिय खेलाडीको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियमा खेलिरहेको छ। पछिल्लो समयमा तपाईँको 7औं 8औं संस्करणपछि हरेक खेलाडीको विषयमा के हुन्छ भन्दा एउटा
समय त्यो समय एउटा खेलाडी एकदम वैश्विक रूपमा